यो चाहिँ ठाकुरधारा पार्क हो। बर्दगोरिया वडा नम्बर 5 रहेछ यो। अब चाहिँ पछाडिको च्यानल देखिराखेको होला, लम्कीचुवा नगरपालिका पर्छ, 9 नम्बर वडा हो सायद। हेर्नु त नदी क्या दामीसँग सुसाइरहेको छ। जाम उतातिर हल्का उतातिरको बनाउनु पर्छ। नमस्ते, म समुद्र ब्लग्सबाट समुद्र श्रेष्ठ। आज आएको छु म हजुरहरूलाई एउटा नयाँ ठाउँ देखाउन। मेरो पछाडि हात्ती देखिराख्नु भएको छ नि, यो चाहिँ पहिला ठाकुरधारा भन्ने ठाउँ हो। यहाँ चाहिँ नि हात्तीहरू राखिन्थ्यो, हात्तीहरू पालिन्थ्यो, तर अहिले हात्ती चाहिँ छैन। तर यहाँ एउटा हात्तीको स्ट्याचु चाहिँ बनाइएको छ। यो चाहिँ ठाकुरधारा पार्क हो। यहाँ चाहिँ नि तिहार पछि हुन्छ नि हाम्रो पिकनिक खाने सिजनमा एकदम भिड हुन्छ कि यहाँ। अहिले चाहिँ त्यति मान्छे छैनन्, तर पनि अलिअलि मान्छे पछाडि देख्न सक्नुहुन्छ। पछाडि पनि अलिअलि मान्छे हुनुहुन्छ। यतापट्टि चाहिँ नि हाम्रो ड्याम पनि छ है एउटा सानो। अब म हजुरहरूलाई त्यहाँ ड्याम लगेर देखाउँछु है। पछाडि हात्तीको स्ट्याचु मैले देखाइसकेको छु। सानो नदी छ यहाँ, यो नदीको पानी चाहिँ नि नहर बनाएर यता खेतमा सिँचाइ गरिन्छ। म एकचोटि ड्याममा पुगेर देखाउँछु है। एउटा प्रत्यक्षलाई पनि छ है यहाँनिर चाहिँ। ड्याम चाहिँ मेरो पछाडि छ, देख्न सक्नुहुन्छ। 2-3वटा रुख पनि छ यता। राम्रो छ ठाकुरधारा पार्क। यो नदी आइसकेको छ। यो चाहिँ ड्याम हो है, सानो ड्याम बनाइएको छ, त्यति ठुलो ड्याम चाहिँ छैन। यो नदीको आवाज पनि सुनिराख्नु भयो होला। यो पानी धेरै भयो भने चाहिँ नि यहाँ पुरा ओभरफ्लो भएर आउँछ, कस्तो दामी देखिन्छ है। अहिले चाहिँ नि त्यस्तो सिन छैन यहाँनिर। यहाँनिर यो नहर, यो साइडको ड्याम छ नि, ड्यामबाट आएको पानी चाहिँ यो भयो। पछाडि एउटा झुलिङ्गे पुल पनि देखिराखेको छु मैले। मेरो पछाडि देख्न सक्नुहुन्छ एउटा झुलिङ्गे पुल रहेको छ। एकचोटि चाहिँ नि म हजुरहरूलाई नदीसम्म गएर देखाउँछु। अलि यहाँ सिडी पनि रहेछ, तल गएर देखाउँछु है। चेन नलगाएको रहेछ मैले। अब चाहिँ पछाडिको च्यानल देखिराखेको होला हाम्रो यो ड्यामको। नदीको साउन्ड चाहिँ मलाई एकदम मनपर्छ है। हामी चाहिँ यो साइड चाहिँ नि ठाकुरधाराको यो साइड चाहिँ नि बर्दगोरिया 5 मा पर्छ है, बर्दगोरिया वडा नम्बर 5। योभन्दा पारिपट्टिको भाग चाहिँ नि लम्कीचुवा नगरपालिका पर्छ, 9 नम्बर वडा हो सायद। यो यता चाहिँ अलि होचो छ है, उतापट्टि अलि होचो छ, यतापट्टि अल्को छ। अनि यहाँ आवाज दामी आइरहेको छ नदीको। यताबाट मान्छेहरू हिँड्नु पनि हुँदो रहेछ। पानी कम छ अहिले, बर्खाको सिजनमा चाहिँ बढी हुन्छ होला, अहिले पानी कम छ, त्यही भएर मान्छे हिँडिराखेको छन्। तर दामी छ है ठाउँ, हजुरहरू पनि आइदिनु होला। ल अब यो देखाइसक्यौँ हामीले, अब चाहिँ माथि जानुपर्छ है। एकचोटि म यहाँ चढेर देखाउँछु है हजुरहरूलाई यो ठाउँ। ला बहिनीहरू देखि नै भयो त। यो ड्यामको माथि आएको छु है म। अलिकति डरावना छ यो चाहिँ, सेफ्टी छैन। पछाडिको झुलिङ्गे पुल चाहिँ अलि पर छ, त्यहाँ चाहिँ नजाम आज। ठाकुरधारा पार्क चाहिँ नि यो यता मेरो पछाडि देखिराखेको होला है, ठाकुरधारा पार्क। बर्दगोरिया वडा नम्बर 5 रहेछ यो। एकचोटि म यता लम्कीचुवा नगरपालिका देखाउन चाहन्छु है। पछाडिको चाहिँ लम्कीचुवा नगरपालिका 9 नम्बर वडा रहेछ है। ड्यामको माथिबाट खिचिराखेको छु मैले अहिले भिडियो। अब चाहिँ तल जान्छु है। ल यताको भ्याइयो देखाएर
आज चाहिँ नि म ठाकुरधारा आएको थिएँ। ठाकुरधारामा चाहिँ यति राम्रो राम्रो भाइ बहिनीहरू भेट्नु भएको छ। एकदमै मायालु हुनुहुन्छ। उहाँहरू सबैजनाको नाम सोध्छु है म। सुरुमा हाम्रो कान्छाको नाम सोध्छु। तिम्रो नाम भन त। रोहन खड्का। रोहन खड्का हो? जोर्काले भन न। रोहन खड्का। उहाँको नाम चाहिँ रोहन खड्का। त्यसपछि तिम्रो नाम भनिदेऊ त त्यहाँ हेरेर जोर्काले। सुदर्शन कुँवर हो मेरो नाम चाहिँ। सुदर्शन कुँवर रहेछ उहाँको नाम। हजुरको नाम के हो बहिनी? मेरो नाम चाहिँ जयन्तिका कुँवर। जयन्तिका कुँवर। त्यहाँ हेरेर भनिदेऊ है हजुर। जयन्तिका कुँवर। जयन्तिका कुँवर। तिम्रो नाम के हो बहिनी? मीनाक्षी बोगाटी। मीनाक्षी बोगाटी हो? ल अब कान्छ तिम्रो नाम? अघिदेखि ब्लगमा आउन खोजिरहेको थियो। तिम्रो नाम भनिदेऊ त। त्यहाँ हेरेर भनिदेऊ है। विशाल धामी। विशाल धामी हो? ए अनि पछि तिम्रो नाम के हो बहिनी? अनुष्का बोगाटी। अनुष्का बोगाटी। तिम्रो नाम के हो? स्वस्तिका कुँवर। अलि यता हो, अहिले फेरि भोइस सुनिन्न। रुख है। के नाम रहेछ तिम्रो? स्वस्तिका कुँवर। स्वस्तिका कुँवर। हामी कतिजना छौँ यहाँ? 1 2 3 4 5 6 7 8जना छौँ है। आज हामी 8जना ल सेल्फी खिच्दैछौँ है। सबैजना यस्तो गरौँ, त्यो स्क्रिनसट निकालौँला पछि। ल दामी फोटो आइसकेको छ हाम्रो। निकै नै रमाइलो भयो हाम्रो ठाकुरधारामा चाहिँ नि भाइहरू भेटिएर, बहिनीहरू भेटिएर। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? मन पर्यो भने के गर्नु पर्यो? लाइक कमेन्ट सब्सक्राइब। ल लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्नुभएको छ। थ्याङ्क यू सो मच हजुरहरू सबैजनालाई। फेरि पनि आयो भने भेटौँला। अहिलेको लागि यति नै। हस्त धन्यवाद। बाई बाई। दामी। ल भाइ भिडियो कस्तो लाग्यो हजुरहरूलाई? मलाई चाहिँ दामी लाग्छ यस्तो गर्न। हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई बाई।